लाइभ गरिराख्नु भएको छ। उहाँबाट लाइभ भएको चाहिँ लाइभ चाहिँ हेर्न सक्नुहुन्छ है, यहाँ आउन नसक्नेहरूले चाहिँ। विष्णु काका लानु राजकुमार दाई अब सुरु गरौँ है हाम्रो कार्यक्रम सुरु गर्दा हुन्छ नि हैन साथीहरु। ल अब राजकुमार दाइले चाहिँ कार्यक्रम सुरु गर्न अनुरोध गर्दछु म है। धन्यवाद। आजको हाम्रो यो 2081 साल चैत्र 27 गते हाम्रो आजादी भक्तपुरको विशेष र महत्त्वपूर्ण पर्व जात्रा भिस्का जात्राको आगमन भएको कुरा यहाँहरू सबैलाई सर्वविदितै छ र यही भिस्का जात्राको आगमनको चिन्हको रूपमा हामी सबैको अगाडि यो भैरव मन्दिरको अगाडि भैरखा पनि तयारी भइराखेको अवस्था छ र भिस्के जात्रालाई हामीले स्वागत गर्न र नयाँ वर्ष 2082 साललाई हर्षोल्लासका साथ हामीले फेरि पनि स्वागत गर्नको लागि यो हरेक वर्ष विगत केही वर्षदेखि हामीले यो तौमडी प्राङ्गणमा तौमडी परिसरमा श्री नासा हेमा बाजा खल भक्तपुरबाट नियमित रूपमा यो विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आइराखेको विषय यहाँहरू सम्पूर्णलाई अवगत भएकै विषय भएको हुँदा हामीले यसमा धेरै विषयलाई राखिराख्नु पर्दैन। आज पनि हामीले विगत केही वर्षदेखि निरन्तर रूपमा आयोजना गरिँदै आएको यो पर्व यो विशेष पर्व हो हाम्रो आजको यो कार्यक्रम। यो कार्यक्रमलाई चाहिँ वास्तवमा भक्तपुरवासीले आफ्नो एउटा मौलिक दिवसको रूपमा यो भिस्के जात्रा र नयाँ वर्षलाई नयाँ वर्षको आगमनलाई स्वागत गर्नको लागि र भिस्के जात्रा सभ्य र भव्य रूपमा सम्पन्न गरेर हाम्रो भक्तपुरवासीले आफ्नो कला र संस्कृति सम्पदालाई व्यवस्थित रूपमा देशभरिका जनतालाई र संसारभरिका सबै मानव जातिलाई हामीले सभ्यताको पहिचान सभ्यताको प्रस्तुति गर्ने यो एउटा सुनौलो र विशेष अवसर भएको कुरा हामीलाई लागेर यो कार्यक्रमलाई निरन्तर गर्ने प्रयासमा छौँ र आज हामीले यो कार्यक्रमलाई विधिवत सुरु गर्न गइरहेका छौँ। म राजकुमार सुवाल, मेरो घर भक्तपुर नगरपालिका वडा नम्बर 5 मै पर्छ र म पनि यो नासा हेमा बाजा खलामा 1 वर्ष अगाडिदेखि
धेरैमै सिकेर आबद्ध हुन पाएकोमा मलाई साह्रै खुसी लाग्छ, गर्व लाग्छ। म पेसाले कानुन व्यवसायी र कानुनको प्राध्यापन पनि गर्ने व्यक्ति र विशेष गरिकन बौद्धिक सम्पत्ति अनि अभौतिक सांस्कृतिक सम्पदा त्यस्तै ट्रेडिसनल नलेज भन्छ यो परम्परागत विषयवस्तुहरू ज्ञानहरू यो जात्रा पर्वहरूको विषयमा विशेष रुचि राख्दै आइराखेको व्यक्ति भएको कारणले गर्दाखेरि म विशेष गरिकन यो नासा हेमा बाजासँग कलासँग आबद्ध हुन पाएकोमा व्यक्तिगत रूपमा खुसी भएको छु र आजको यो कार्यक्रमलाई धेरै समय नलिकन यो नासा हेमा बाजा कलाको विषयमा पछि विस्तृत रूपमा आउने नै छौँ। मैले यो टाइम समय धेरै खर्च नगरिकन आजको यो कार्यक्रम सुरु गर्ने हाम्रो श्री नासा हेमा बाजा खलका संस्थापक तथा अध्यक्ष र हाम्रो यस खलका गुरु श्री आदरणीय श्यामकुमार रजकज्यूबाट यो कार्यक्रमको सुरु गर्नको लागि निर्देशन भइसकेको हुँदाखेरि मैले आजको यो हाम्रो विशेष बिचका जात्रा विशेष सांस्कृतिक कार्यक्रम चौथो संस्करण 2081 को कार्यक्रम विधिवत रूपमा अगाडि लान अनुमति माग्दै यो कार्यक्रमको सुरुवात हामीले आसन ग्रहणबाट सुरु गर्न अनुमति माग्दै मैले आसन ग्रहणको कार्यक्रमबाट यो कार्यक्रम सुरु गर्न चाहेँ र यसै क्रममा आजको यस विशेष सांस्कृतिक समारोह सांस्कृतिक कार्यक्रमका सभापतित्व यो कार्यक्रमको सभापतित्व गरिदिनु हुनको लागि हाम्रो श्री नासा हेमा बाजा खला भक्तपुरको संस्थापक तथा अध्यक्ष गुरु श्री श्यामकुमार रजकजीलाई आजको यस कार्यक्रममा सभापतित्व ग्रहण गरिदिनु हुनको लागि हार्दिक निवेदन गर्दछु। श्यामकुमार गुरुलाई आसन ग्रहण गर्न मैले निवेदन गरेँ। यस्तै हाम्रो यो विशेष कार्यक्रममा आजको महत्त्वपूर्ण प्रमुख अतिथिको रूपमा हाम्रो भक्तपुर नगरको प्रमुखज्यू हामी भक्तपुरवासीहरूको अभिभावकको रूपमा र यो हाम्रो आजको विशेष सांस्कृतिक कार्यक्रमको समेत अभिभावकको रूपमा यहाँ उपस्थित भइसक्नु भएको हुँदाखेरि मैले उहाँलाई पनि आजको यस विशेष कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यस्तै हाम्रो यस कार्यक्रममा विशेष अतिथिको रूपमा हामीले नेपाल सरकारको संस्कृति मन्त्रालय संस्कृति महाशाखाका प्रमुखज्यूलाई पनि हामीले निवेदन गरेका थियौँ, हामीले अनुरोध गरेका थियौँ। उहाँ चाहिँ उता कार्यालयबाट निस्किसक्नु भएको र आजको उताको आन्दोलनको विषयलाई लिएर बाटो अलिकति जाम भएको हुँदाखेरि थोरै समय लाग्छ भनेर भन्नुभएकोले उहाँ आइसकेपछि हामीले उहाँलाई पनि आसन ग्रहण गर्ने प्रोग्राम कन्टिन्यू गर्ने नै छौँ। यसै क्रममा हाम्रो यस कार्यक्रमको विशेष अतिथिको रूपमा हाम्रो यो कला र संस्कृति विशेष गरिकन साङ्गीतिक क्षेत्रमा अहोरात्र जीवनभर आफ्नो जीवनलाई प्रयुक्त गर्नुभएका हाम्रो भक्तपुरका आदरणीय गुरु श्री पञ्चलाल लक्ष्मणज्यूलाई आजको यो कार्यक्रममा विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै आजको यो हाम्रो बिचका जात्रा विशेष सांस्कृतिक कार्यक्रममा उपस्थित हुनुभएका हाम्रो भक्तपुर नगरपालिकाको वडा कार्यालयबाट उपस्थित हुनुभएका वडा अध्यक्षज्यूहरू उहाँहरूलाई समस्त रूपमा हाम्रो यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनुको लागि मैले हार्दिक अनुरोध गरेँ।
आजको यस कार्यक्रममा हाम्रो भक्तपुर नगरपालिकाको तर्फबाट वडा नम्बर 4 का वडा अध्यक्षज्यू र वडा नम्बर 9 बाट वडा अध्यक्षज्यू आउनुभएको मैले खबर पाएँ र उहाँहरू विशेष गरिकन यो सांस्कृतिक क्षेत्रमा भक्तपुर नगरपालिका र भक्तपुर जिल्लाभित्र र देशैभित्र हामीले सांस्कृतिक विषयमा उहाँहरूको अनुभव अभ्यास रहेको कुरा हामीलाई जानकारी छ। यस्तै हाम्रो यस कार्यक्रममा विशेष अतिथिको रूपमा हामीले हाम्रो नेवा समुदायबाट चाहिँ नेपालमा चिरपरिचित संस्कृति कर्मी साङ्गीतिक कर्मी योगेश्वर अमात्यज्यूलाई पनि हामीले निवेदन गरेका थियौँ, हामीले अनुरोध गरेका थियौँ। उहाँ पनि सम्भवतः आउँदै हुनुहुन्छ, बाटोमा केही समस्या भएको कारणले गर्दाखेरि उहाँको पछि आउनुहुनेछ र उहाँलाई हामीले अनुरोध गर्दैछौँ भनेर निवेदन गरेँ। त्यस्तै हाम्रो आजको यस कार्यक्रममा हाम्रो अतिथिको रूपमा हाम्रो भक्तपुरमा रहेको स्वास्थ्य संस्था विशेष गरिकन यो श्री धर्मभक्त मानव शरीर प्रत्यारोपण केन्द्र अस्पतालका डाक्टर श्री सञ्जित कुमार शाहजी पनि यहाँ उपस्थित हुनुभएको हामीले थाहा पाएका छौँ र उहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनुहुनुको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। त्यस्तै हाम्रो यस श्री नासा हेमा बाजाफलका सल्लाहकारज्यूहरू श्री रामहरि बल्लज्यू यहाँ उपस्थित हुनुभएको छ। उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै हाम्रो श्री नासा हेमा बाजाफलका अर्का सल्लाहकार डाक्टर ज्ञानेन्द्र नारायण थौबडेलजी पनि यहाँ उपस्थित हुनुभएको छ। उहाँलाई पनि आजको यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। र हाम्रो भक्तपुर नगरपालिका वडा नम्बर 5 का वडा अध्यक्षज्यू आदरणीय मेरो टिचर पनि हुनुहुन्छ उहाँ योगेन्द्रमान विजुक्षज्यू सरलाई आजको यस कार्यक्रममा अतिथिको आसन गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। साथै आजको हाम्रो यो कार्यक्रममा हामीले विशेष गरिकन फर्मली इन्फर्मली विशिष्ट अतिथिको रूपमा चाहिँ उपस्थित भइदिनको लागि हामीले महत्त्वपूर्ण महानुभावहरूलाई अनुरोध गरेका थियौँ र उहाँहरू यहाँ कोही आउँदै हुनुहुन्छ र कोही यहाँ आइसक्नु भएको छ र यो आसन ग्रहणको कार्यक्रम जो आउन बाँकी हुनुहुन्छ उहाँहरूको लागि हामी कन्टिन्यू गर्दै गर्छौँ र अहिलेको लागि मैले आजको यस कार्यक्रमको आसन ग्रहण गरिसक्नु भएको विशिष्ट महानुभावहरूलाई हाम्रो नेवा परम्परा बमोजिम टिका सगन दिदिन हुनको लागि मैले श्री निता बल्लज्यू डाक्टर इन्दिरा धौबडेलज्यू रुमा साखाज्यू ऋतु श्रेष्ठज्यू लगायत सम्पूर्ण हाम्रो श्री नासा हेमा बाजाफलका साथीहरूलाई मैले अनुरोध गरेँ। सगुन दिने कार्यक्रम हाम्रो नासा हेमा बाजाफलको महत्त्वपूर्ण भूमिका र उद्देश्य भनेको चाहिँ वास्तवमा हाम्रो नेवा सांस्कृतिक परम्परा सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्न सकिन्छ भन्ने मूल ध्येय राखेर हामी अगाडि बढेको हुँदाखेरि आजको यस कार्यक्रममा अतिथिगणहरूलाई स्वागत गर्ने तरिका हामीले चाहिँ नेवा परम्परा बमोजिम सगम बे गरेको कुरा चाहिँ हामीले यो कार्यक्रमलाई अगाडि बढाउने कोसिस गरेका छौँ। श्री नासा हेमा बाजाफल विगत
10-11 वर्षभन्दा अगाडिदेखि निरन्तर रूपमा भक्तपुर र भक्तपुर बाहिर पनि सांस्कृतिक धरोहरलाई युवा पुस्तामा हस्तान्तरण गर्ने र सांस्कृतिक विधामा अध्ययन अनुसन्धान सिकाइ गर्न चाहने र गराउन चाहने दुवैतर्फका भक्तपुरवासी महानुभावहरूलाई एउटा साझा प्लेटफर्म साझा डबली विकास गरेर भक्तपुरलाई सांस्कृतिक सरहरको रूपमा अझ बढी व्यवस्थित रूपमा अगाडि जानको लागि र अभौतिक सांस्कृतिक सम्पदालाई अझ बढी व्यवस्थित रूपमा संरक्षण र पुस्तान्तरण गर्नको लागि अहोरात्र खटिराखेको एउटा नितान्त भक्तपुरवासी भक्तपुरका युवाहरूबाट स्वतस्फूर्त रूपमा अगाडि बढेर प्रयासरत रहेको एउटा समूह हो, एउटा सङ्गठन हो भन्दा पनि भयो। यो संस्था हामी स्वतस्फूर्त रूपमा स्वयंसेवक भएर यो संस्थालाई हामी अगाडि लाने प्रयास गरिराखेका छौँ र यो संस्थाले विगतदेखि गरिआएको कार्यक्रमहरूमा भक्तपुरवासी लगायत भक्तपुर बाहिरका व्यक्तिहरूले पनि साथ सहयोग र रुचाइ दिइदिनु भएको पाउँदाखेरि हामी सबैलाई हर्षित छौँ, हामी सबैलाई खुसी छौँ। यसै क्रममा हाम्रो आजको यो कार्यक्रम अगाडि बढ्दैछ। हाम्रो यो सगन दिने प्रोग्रामको साथसाथै हाम्रो नासा हेमा बाजा खलको एउटा चिन्हको रूपमा एउटा मेमोरीको रूपमा हामीले नासा हेमा बाजा खलको ब्याज पनि हाम्रो अतिथिज्यूहरूलाई वितरण गर्ने प्रोग्राम रहेको छ। यो विशेष अतिथिगणलाई हामीले स्वागत गर्ने कार्यक्रम सम्पन्न भएपछि हामीले राष्ट्रिय गानबाट अगाडिको कार्यक्रम अगाडि लाने हाम्रो योजना भएको हुँदाखेरि हाम्रो श्री नासा हेमा बाजा खलको साथीहरू यस्तै हाम्रो यो अतिथिको आसन ग्रहण गर्ने प्रोग्राममा हाम्रो यो श्री नासा हेमा बाजा खलका नृत्य प्रशिक्षक श्री बालमुकुन्द प्रजापति गुरुज्यूलाई आजको यस कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि मैले हार्दिक अनुरोध गरेँ। अगाडि गइदिनु होला प्लिज। साथै मैले आजको यो विशेष कार्यक्रममा हाम्रो सांस्कृतिक धरोहरको नगर भक्तपुरका हेमाइच भनेर चिनिएका हाम्रो साथी इन्दिरा लाछिमज्यू पनि उपस्थित हुनुभएको मैले पाएँ। उहाँलाई पनि आजको यो कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि मैले हार्दिक अनुरोध गर्छु।
Ketika nih, bidama. Bajalah saya pun terus sekali saja. Mana dia? Mana sosial mana? Senyum kan? हाम्रो आजको विशिष्ट अतिथिज्यूहरूलाई स्वागत गर्ने कार्यक्रमपछि हाम्रो आजको यो कार्यक्रमको सुरुवात गर्नुभन्दा अगाडि हामीले राष्ट्रिय गानबाट सुरु गर्ने हामीले अनुमति माग्दै राष्ट्रिय गानलाई अगाडि हुनको लागि हाम्रो प्राविधिक साथीहरूलाई अनुरोध गर्ने र सम्पूर्ण यहाँ उपस्थित महानुभावहरूलाई राष्ट्रिय गानको लागि आफ्नो आसनबाट स्वागत गर्नको लागि तयारी अवस्थामा रहनुहुनको लागि अनुरोध गर्दछु। प्रकृतिका कोटि सम्पदाको आचरा वीरहरूका राजधानी स्वतन्त्र ज्ञान भूमि शान्ति भूमि तारै पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद यहाँहरू सबैलाई। राष्ट्रिय गानपछि आज हामी आजको यो विश्व जात्रा विशेष सांस्कृतिक कार्यक्रम 14 सप्टेम्बर 2081लाई समुद्घाटन गर्नको लागि हामी अगाडि बढ्दैछौँ र यस कार्यक्रमको समुद्घाटन गर्दाखेरि हाम्रो नासाएमा बाजा खलको तर्फबाट मङ्गल धुनबाट सुसज्जित गर्न हुन हामी साथीहरूलाई अनुरोध गर्दै आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू श्री सुनिल प्रजापतिज्यू, विशेष अतिथिज्यूहरू र अतिथिज्यूहरूलाई यहाँ अगाडि बानसमा बत्ती बालेर आजको यो कार्यक्रम उद्घाटन समुद्घाटन गरिदिनु हुन र यो मङ्गलधुन बजाउनुभन्दा अगाडि हाम्रो यो नासाएमा बाजा खलले विशेष गरिकन यो सङ्गीतको देवता नासदेवलाई आराधना गर्नुपर्ने अवस्था हुँदाखेरि यो हाम्रो साङ्गीतिक टिमलाई नासाएमालाई झ्याला गर्न अगाडि बढाइदिनु हुनको लागि म अनुरोध गर्दछु। धन्यवाद प्रमुख अतिथिज्यूहरू,
विशेष अतिथिज्यूहरू र अतिथिज्यूहरूलाई कार्यक्रमको समुद्घाटन कार्यक्रममा सहभागी भइदिनु हार्दिक अनुरोध र उपस्थित सम्पूर्ण साथीहरूलाई ताली बजाएर आजको यो कार्यक्रमको समुद्घाटन कार्यलाई स्वागत गरिदिन हुन समेत अनुरोध गर्दछु।
विशेष गरिकन साङ्गीतिक सांस्कृतिक कार्यक्रमहरूको हुँदा आजको यो कार्यक्रमलाई थोरै फरक ढङ्गले अगाडि लाने हामीले प्रयास गर्दैछौँ र यसै क्रममा आजको यस कार्यक्रममा सम्पूर्ण उपस्थित प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू र यहाँ उपस्थित कलाकारहरू, प्रस्तुताहरू र विभिन्न कल र साङ्गीतिक समूहबाट उपस्थित भई हाम्रो आजको यो कार्यक्रमलाई विशेष योगदान गरिदिनु हुने साङ्गीतिक कलाकार महानुभावहरू, साथीहरू र आजको यस कार्यक्रममा सहभागी भएर आजको यस कार्यक्रमलाई महत्त्वपूर्ण भूमिका प्रदान गर्नुहुने आजको यहाँ उपस्थित सम्पूर्ण दर्शकहरूलाई स्वागत मन्तव्य प्रदान गरिदिनु हुनको लागि हाम्रो श्री नासा हेमा बाजा कलाका संस्थापक तथा अध्यक्ष गुरु श्री श्यामकुमार रजकज्यूलाई मैले हार्दिक अनुरोध गर्दै उहाँको स्वागत मन्तव्य लगत्तै हामी बाँसुरी बाजाको यो बसन्त धुन र हाम्रो नासा हेमा बाजा खलको बाँसुरी बाजा प्रतियोगितामा सफल हुन पाएको धुन सुन्न पाउनेछौँ। त्यसको लागि तयारीमा रहनको लागि साथीहरूलाई अनुरोध गर्दै मैले गुरु श्यामकुमार रजकजीलाई स्वागत मन्तव्यको लागि अनुरोध गरेँ। धन्यवाद। जोजोलोपा नमस्ते सम्पूर्णमा। आदरणीय प्रमुख अतिथि, विशिष्ट अतिथि महानुभावहरूमा उपस्थित सम्पूर्णमा आज यस टोमोली प्राङ्गणमा भइरहेको श्री नासा हेमा बाजा खलाद्वारा आयोजित यसका विशेष सांस्कृतिक कार्यक्रमको 14औं संस्करणमा म यस कलाका संस्थापक एवं अध्यक्ष श्याम रजकको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। आज भइरहेको यस कार्यक्रममा तपाईहरूको उपस्थितिको र साथको लागि धन्यवाद ज्ञापन पनि गर्न चाहन्छु। हाम्रो नासा हेमा बाजा खलको स्थापना विक्रम सम्वत 2069 सालमा भएको हो। हाम्रो मौलिक बाजा परम्परा संस्कृति सबैले सिक्नुपर्छ, संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले खोलिएको हाम्रो संस्था हो। हाम्रो अखालले विभिन्न सालमा विभिन्न ठाउँहरूमा निःशुल्क रूपमा बाजाहरू सिकाइँदै आइरहेको छ। साथै लोप हुन लागेका बाजाहरू संरक्षण पनि गर्नुपर्छ भन्दै जोड पनि दिँदै आइरहेका छौँ। आज सञ्चालित यो कार्यक्रम हाम्रो मात्र नभई सबै भक्तपुरवासीहरूको हो। साथै अब आउन लागेको बिस्का जात्रा विश्व सामु नै हाम्रो पहिचान बनाउने आधार रहेको हामी सबैलाई थाहा नै छ। त्यसैले हाम्रो यस भव्य जात्रा शान्तिपूर्ण रूपमा मनाऊ भन्ने सन्देश हाम्रो पौराणिक बाजा ढाँड धिमे नृत्य प्रस्तुत गरी हामी संस्कृतिलाई अझ बढावा दिने हाम्रो प्रयास रहेको छ। यो कार्यक्रम न त कसैको निस्वार्थको लागि गर्न लागेको हो, न त कसैसँग हामीले कुनै पैसा पनि सहयोग लिएका छौँ। हाम्रो पहिचान, हाम्रो परम्परा र संस्कृति संरक्षणका लागि यो कार्यक्रम सञ्चालन गर्दै आएका हौँ। साथै कार्यक्रम सफल पार्नका लागि साथ दिने हाम्रो अखालका सदस्यहरू सम्पूर्णमा धन्यवाद दिन चाहन्छु। साथसाथै हाम्रो कार्यक्रम सफल गर्नलाई हामीलाई साथ दिने अखालहरू बाजा खलहरू यस प्रकार रहेका छन्। बेखाल धिमे खल, निकोसेरा बाँसुरी खल तथा धिमे खल, कासन धिमे खल, श्री ददात्री नौ बाजा खल,
विश्वकर्मा भैरव प्याखङ तथा लाखे प्याखङ, श्री नित्यनाथ नायक सिंह बाजा खल, श्री आकाश नारायण धिमे खल, भीमसेन बाजा खल, उहाँहरू सबै सम्पूर्णमा यस कार्यक्रमलाई आफ्नो आनेर सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु। हाम्रो उद्देश्य र मनोभाव बुझेर सम्बोधन गरेकोमा भक्तपुर नगरपालिकालाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। आउँदै गरेको भिस्का जात्रा र नयाँ वर्षको शुभकामना दिँदै म मेरो मन्तव्य यही टुङ्गाउन चाहन्छु। धन्यवाद। धन्यवाद काम गुरुलाई। हामी आजको यो कार्यक्रम शुभ मुहुर्तमा भएको रहेछ भन्ने कुरा प्रमाणित भएको छ। प्रकृतिले हामीलाई साथ दिएको छ भन्दा पनि हुन्छ। धेरै समयदेखि खडेरीमा परेको धुलोमा परेको आज पानी पर्न लागेको रहेछ र कार्यक्रमलाई अगाडि लाँदै हामी साङ्गीतिक साथीहरूलाई यो बसन्तको धुन प्रस्तुत गरिदिन भन्नको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो बाँसुरीको साथीहरू रेडी हुनुहुन्छ बसन्तको धुनको लागि? बसन्तलाई स्वागत गरौँ। स्वप्नी लुनु पर्यो स्वप्नी पानी पर्यो।
लड्यो भने आजै पानी पर्यो म त अघि भिजिरहेको रेन हट भयो तिम्रो लिनु भएको छ कल गर भने मान्छे कल नगरे त्यहाँ झन् भिज्छ भने झन् भिज्छ भिज्छ रे त्यहाँ त कहाँ हटेको देशी गर्न आना धुने हो पुरो यही बस्यो भने त हुनु त रोड तान्छ यो महिनाको एक्सप्रेसन छ नि हो सकिसक्यो
अझै पानी अरू दिन पाएन आज किन आएको त्यो खोइ समीर पहिला खै समीर छु भन्छ कहिले के भन्छ मलाई चिनेको छैन को हो भन्छ रथसँगै आऊ भन्छु म चाहिँ ऊ पनि रथमै छु भन्छ काम भाग्यो मान्छे के हो Jessica anak sudah sampai. Orang lain mau kerja. Hah? Itu boleh, boleh. Ini bisa. Sedang jalan. Sebentar. Tadi sana. Oh, ya sedang. पानी नपरोस् भगवान त्यत्रो मिहिनेत खेर जानु भएन
माथि बसिरहेर पो आनन्द होला ल प्रोग्राम छिटो नै होला कि मौसम चाहिँ किन्ने उयो त हो चाहिँ आज त्यही होला बाँसुरी बजाएर